यदि यस्तै मानसिकता यहाँको जनता जनार्दनमा रहिरह्यो भने यो धनुसागर सरोवर कहिले पनि सफा हुनेवाला छैन। एउटा पनि यहाँको मन्दिर सफा छैन। त्यही वृन्दावन जानुस्, मथुरा जानुस् हैन, त्यहाँ मान्छे लेटेर चाहिँ त्यो ढोग्छ भगवानलाई। यहाँ लेटेर ढोग्यो नि भने गुटखाको छापहरू लाग्छ बॉडीमा पूरे। हमार कथन है कि पूजा पाठ श्रद्धा भक्ति का चीज़ है, वही में पैसा के डिमांड हो भी नहीं चाहिए। आगे कईटा मंदिर में देखे कि स्पेशल पूजा को लागि यो नंबर में संपर्क गर्नुस्। स्पेशल पूजा कौन हो सका होता? स्पेशल पूजा भेले काल के दिन में है कहते कि भगवान स्पेशल है, हैं? काल के दिन में भगवान के कैटेगरी ई भगवान ऐ भगवान से पूजा करबे ना तो अत्ते रुपया लगता हो, आई भगवान से करबे भगवानों के बांट देते। तो धर्म के जो ठेकेदार सब है ना, बहुत गलत बात से, बहुत समस्या से आए। अगर सब गोटा सकारात्मक पहल रहती करे तो यहन बार बार फोर नहीं होते धनुसागर में पटक पटक ई पार्ट हम सब तकरीबन 4-5 बेर हम सब कह लेने छी। वो पार्ट आई 27 शनिवार से तो हम सब 27 शनिवार वो पूरा के पूरा जगरजी घाट एकदम धो धो कर चमका का पानी दे झाड़ू मार का आ तब की हो हम सब नेक्स्ट शनिवार आवे छी तब एठमन डायपर में खजाना आ मिली हमरा सबके रोजाना कथी कहू। त्यही बारे ल आज हाम्रो चाहिँ यो सरसफाइ चल्दैछ र जति पनि यसमा चाहिँ गुरुहरू सरहरू आउनु भएको छ सबैलाई धेरै धेरै धन्यवाद। र यो धनुसागर यदि यस्तै मानसिकता यहाँको जनता जनार्दनमा रहिरह्यो भने यो धनुसागर सरोवर कहिले पनि सफा हुनेवाला छैन। एक साइड सफा हुन्छ, एक साइड फोहोर हुन्छ, फेरि यता सफा हुन्छ, उता फोहोर हुन्छ। जबसम्म यहाँको पब्लिकमा यति चेतना आउँदैन, यहाँको लोकल गभर्नमेन्ट, यहाँको यो जुन हाम्रो चाहिँ प्रदेश सरकार, सङ्घ सरकार सबैको चाहिँ ध्यानमा आउनु पर्दछ। यो जनकपुर धाम भनेको यही सरोवरको नै यो सहर, मन्दिरको सहर, तर यहाँ चाहिँ यो बाबाहरू पनि यस्तै छन् हैन। यस्तै भनेको फेरि अलग सेन्समा नबुझ्नु होला हैन। हामी चाहिँ पेटकोसा म भन्न चाहेको छु। पेटकोसा बाबाहरू चाहिँ यहाँ चाहिँ कालो चस्मा लगाएर मुखमा रजनीगन्धा हालेर हैन, अनि जो मान्छे आफै चाहिँ जतातता थुथा गर्छ। एउटा पनि यहाँको मन्दिर सफा छैन। त्यही वृन्दावन जानुस्, मथुरा जानुस् हैन, त्यहाँ मान्छे लेटेर चाहिँ त्यो ढोग्छ भगवानलाई। यहाँ लेटेर ढोग्यो नि भने गुटखाको छापहरू लाग्छ बॉडीमा पुरै। त्यो खखारहरू बाबाहरू यहाँबाट चाहिँ व्या गरेर चाहिँ खखार फालेको हुन्छ। अनि मात्रै धर्मको नाममा चाहिँ यो व्यापार चाहिँ मलाई एउटा चाहिँ यो नेताको भेषमा चल्दैछ व्यापार हैन। अब एउटा मलाई साधु महात्माले भन्नुभएको थियो कि जय बाबू जंगल नहीं होता तो मोर कहाँ छुप्ता, साधु नहीं होता तो चोर कहाँ छुप्ता। तो धेरै जो साधुहरू जुन भेषमा छ नि मात्रै उसले चाहिँ गेरुवा वस्त्र धारण गरेको छ, त्यो त्यस्तो अवस्था छ। सन्त भनेको धेरै छन् जसले चाहिँ उहाँले एकदमै मानव कल्याणको लागि आफ्नो जीवन चाहिँ त्याग्नु भयो। धेरै सन्तहरूले चाहिँ क्याम्पेन चलाउनुहुन्छ, धेरै सन्तले चाहिँ निःशुल्क तपाईको हस्पिटल खोल्नु भएको छ, छात्रावास खोल्नु भएको छ, थुप्रै निःशुल्क भोजनहरू हुन्छ। तर यहाँको सन्तहरू चाहिँ कमाउनलाई त धेरै कमाइन्छ तर आफ्नो घरमा लगाइन्छ। आफ्नो घरमा चाहिँ छोरालाई कहाँ पढाउने, कसरी चाहिँ आफू चाहिँ मौज मस्तीमा हिँड्ने। जुन प्रभु श्री रामले चाहिँ नाङ्गो पाउँ चाहिँ उहाँ जङ्गलमा हिँड्नुभयो, यहाँको साधु सन्त महात्मा चाहिँ बुट सुट लगाएर एकदमै एसी कारमा मस्त चिलमा र एसी कोठामा सुत्ने गर्छन्। जुन भगवान प्रभु श्री राम जङ्गलमा हैन, कहिले पिपलको बोट मुनि, कहिले रुखको बोट मुनि, कहिले चाहिँ कुनै खोपडी, कहिले झोपडी हैन, उहाँ चाहिँ विश्राम गर्नुहुन्थ्यो। तर उहाँको नाम लिएर चाहिँ अधर्मीहरू पापीहरू यहाँ चाहिँ एसी कारमा र एसी घरमा र रजनीगन्धा मुखमा। ल तपाईँ सबैलाई धन्यवाद, नमस्कार, जय मातृभूमि, जय राष्ट्र, जय श्री सीताराम। बाबाहरू दुःख नमान्नु होला है।